के तपाईले कहिले सोच्नु भएको छ किन केही मानिसहरू एकदमै धेरै पैसा कमाएर पनि सधैँ पैसाको लागि सङ्घर्ष गरिरहन्छन् अनि कोही चाहिँ सामान्य कमाइबाट पनि बिस्तारै धनी बन्दै जान्छन्? नमस्कार साथीहरू, आजबाट म टी हार्व एकरको विश्वप्रसिद्ध किताब सिक्रेट अफ द मिलियनियर माइन्ड्सका रहस्यहरूलाई सरल नेपाली भाषामा बुझाउने एउटा श्रृङ्खला सुरु गर्दैछु। यो किताबले पैसा कमाउने कुनै फर्मुला सिकाउँदैन, बरु पैसाप्रतिको हाम्रो सोच, हाम्रो मानसिकता नै सबैभन्दा ठूलो सम्पत्ति वा सबैभन्दा ठूलो बाधा कसरी बन्छ भनेर गहिराइमा गएर बुझाउँछ। आजको पहिलो भागमा हामी अध्याय 1 देखि 5 सम्मका महत्त्वपूर्ण कुराहरूलाई बुझ्नेछौँ। यो प्रश्न सायद हामी सबैको मनमा कहिलेकाहीँ आउँछ, होइन त? आखिर के हो त त्यो रहस्य? किन कसैको हातमा पैसा कहिल्यै टिक्दैन र कोही चाहिँ पैसालाई चुम्बकले जस्तै आफूतिर तानिरहेका हुन्छन्? यो कुनै भाग्यको खेल मात्रै होइन, न त यो केवल रात-दिन गर्ने कडा मेहनतको कुरा हो। यसको वास्तविक रहस्य त कतै अर्कै ठाउँमा लुकेको हुन्छ। त्यो हो हाम्रो आफ्नै दिमाग, हाम्रो मानसिकता। यो किताबले तपाईलाई रातारात धनी बन्ने कुनै जादुको छडी दिँदैन, बरु तपाईको दिमागभित्र पैसालाई लिएर गहिरोसँग बसेको त्यो सोचको जरालाई कसरी उखेल्ने र त्यसको ठाउँमा नयाँ शक्तिशाली सोच कसरी रोप्ने भनेर सिकाउँछ। ल आउनुहोस्, यो रहस्यको पर्दा आज हटाउँ। किताबको सबैभन्दा पहिलो र सायद सबैभन्दा शक्तिशाली आइडिया यही हो। हाम्रो ब्याङ्क ब्यालेन्स, हाम्रो घर, हाम्रो गाडी, हाम्रो आर्थिक अवस्था, यो सबै हाम्रो बाहिरी संसार हो। तर लेखक भन्छन् यो बाहिरी संसार त हाम्रो भित्री संसार, अर्थात् हाम्रो सोच, हाम्रो विश्वास र हाम्रो भावनाको एउटा आइना मात्र हो। बाहिर जे देखिन्छ त्यो भित्र जे छ त्यसैको परिणाम हो। हेर्नुहोस् त, यो कुरालाई कति सरल तरिकाले बुझाइएको छ। हाम्रो सोच, हाम्रो मानसिकता भनेको रुखको जरा, रुट्स जस्तै हो, जुन जमिनमुनि हुन्छ र देखिँदैन। अनि हामीले पाउने आर्थिक परिणाम भनेको त्यही रुखमा फल्ने फल, फ्रुट्स जस्तै हो, जुन बाहिर देखिन्छ। यदि फल मिठो छैन, सानो छ वा किरा लागेको छ भने हामीले फललाई गाली गरेर हुँदैन, हामीले त जरामा काम गर्नुपर्छ। त्यही भएर त हामी सुन्छौँ नि, चिट्ठा जितेका मान्छेहरू केही समयमै फेरि उस्तै अवस्थामा पुग्छन्। किन? किनकि फल त आयो, तर त्यो फललाई सम्हाल्ने जरा त्यो त कमजोर थियो नि। अब आउँछ यो किताबको सबैभन्दा कोर कन्सेप्ट, जसलाई लेखकले मनी ब्लुप्रिन्ट भनेका छन्। सुन्दा अलि टेक्निकल लाग्यो होला, तर यो एकदमै सरल र महत्त्वपूर्ण कुरा हो। यो के हो त? मनी ब्लुप्रिन्ट भनेको नि हाम्रो अवचेतन दिमागमा पैसालाई लिएर पहिलेदेखि नै सेट भएको एउटा अदृश्य प्रोग्राम हो। यसलाई आफ्नो घरको आर्थिक थर्मोस्टाट सम्झिनुस्। यदि तपाईको थर्मोस्टाट 20 डिग्रीमा सेट छ भने कोठा जति चिसो वा तातो भए पनि त्यो घुमिफिरी 20 डिग्रीमा नै आएर रोकिन्छ। हो, ठ्याक्कै त्यस्तै यदि तपाईको मनी ब्लुप्रिन्ट गरिबीमा वा सधैँ अभाव महसुस गर्ने गरी सेट भएको छ भने तपाईको जीवनमा जतिसुकै पैसा आए पनि दिमागले त्यसलाई खर्च गराएर घुमाएर जसरी भए पनि तपाईलाई त्यही पुरानै आर्थिक अवस्थामा फर्काइदिन्छ। यो खतरनाक ब्लुप्रिन्ट हाम्रो दिमागमा कसले हालिदियो त? यो हामीले छानेर आएको होइन, यो त हाम्रो बाल्यकालमा हामीले सुनेका कुराहरूबाट बनेको हो। एकपटक आफ्नो बाल्यकाल सम्झिनुहोस् त। के तपाईँले कहिले सुन्नुभएको थियो धनी मान्छेहरू लोभी र घमण्डी हुन्छन् वा पैसा कमाउनु भनेको पाप हो? यो हाम्रा आमा बुवाले पैसालाई कसरी हेर्नुहुन्थ्यो? उहाँहरू पैसाको कुरा आउँदा खुसी हुनुहुन्थ्यो कि तनावमा? त्यसबाट बनेको हो। अनि समाज, हाम्रा नमिठा अनुभवहरू र डरले यो ब्लुप्रिन्टमाथि झन बलियो छाप छोडिदिन्छ। अब लेखकले अझै गहिराईमा गएर हाम्रो दिमागमा यो प्रोग्राम कसरी इन्स्टल भयो भनेर 3वटा मुख्य तरिका बताएका छन्। यो बुझ्नु एकदमै जरुरी छ, किनकि समस्याको जड थाहा पाएपछि मात्र समाधान निस्किन्छ। पहिलो हो भर्बल प्रोग्रामिङ, अर्थात् बच्चा बेलामा हामीले सुनेका कुराहरू। पैसा रुखमा फल्दैन, कतिपटक सुनियो होला है, वा हामी जस्ता सोझो मान्छेले धेरै पैसा कमाउन सक्दैनौँ। दोस्रो हो मोडलिङ, मतलब हामीले के देख्यौँ? हाम्रो घरमा पैसाको कुरा आउँदा शान्ति हुन्थ्यो कि तनाव? हाम्रा अभिभावकले पैसालाई बुद्धिमानीपूर्वक चलाउनुहुन्थ्यो कि सधैँ बिल तिर्ने चिन्तामा हुनुहुन्थ्यो? हामी जे देख्छौँ त्यही सिक्छौँ। र तेस्रो हो विशेष घटनाहरू, तपाईको जीवनमा घटेको पैसासँग जोडिएको कुनै नमिठो पीडादायी घटना। सायद परिवारले कुनै ठूलो आर्थिक सङ्कट भोग्नु पर्यो कि वा कसैले धोका दियो कि। यस्ता घटनाले पैसाप्रति जीवनभरको लागि डर पैदा गरिदिन्छ। एकछिन रोकिएर इमान्दारी साथ सोच्नुहोस् त, यी 3 कुरामध्ये कुन चाहिँले तपाईँको जीवनमा सबैभन्दा धेरै असर गरेको जस्तो लाग्छ? जबसम्म हामी समस्याको जड पत्ता लगाउँदैनौँ, हामी त्यसलाई कहिल्यै उखेल्न सक्दैनौँ। यो कुरा पहिचान गर्नु नै परिवर्तनको सबैभन्दा पहिलो र शक्तिशाली खुट्किलो हो।
ल अहिलेसम्म हामीले समस्याको बारेमा कुरा गर्यौं, तर राम्रो कुरा के हो भने जुन प्रोग्राम हाम्रो दिमागमा नजानेर इन्स्टल भयो त्यसलाई हामीले जानी जानी अनइन्स्टल गरेर नयाँ प्रोग्राम हाल्न सक्छौं। यो अध्यायले हामीलाई त्यही परिवर्तनको बाटो देखाउँछ। लेखकले दिमागलाई रिप्रोग्राम गर्ने यो 3 स्टेपको सरल फर्मुला दिएका छन्। पहिलो, अवेरनेस यानी चेतना हो, मेरो हालको पैसाप्रतिको सोचले काम गरिरहेको छैन भनेर स्वीकार्नु। दोस्रो, अन्डरस्ट्यान्डिङ यानी बुझाइ, यो सोच मेरो मौलिक सोच होइन, यो त मैले बाल्यकालमा अरूबाट सिकेको हो भनेर बुझ्नु। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, रिप्रोग्रामिङ, अब म कन्सियसली जानी जानी पुराना नकारात्मक सोचलाई हटाएर नयाँ शक्तिशाली र सकारात्मक सोचलाई छान्छु र त्यसलाई आफ्नो बनाउँछु। हेर्नुस् त, यो सानो परिवर्तनले कत्रो फरक पार्छ। पुरानो सोच म धनी बन्न सक्दिनँ, यो त एउटा फुल स्टप हो, यहाँबाट अगाडि बढ्ने बाटो नै बन्द भयो। तर जब तपाईँ यसलाई रिप्रोग्राम गर्नुहुन्छ, तपाईँको नयाँ सोच हुन्छ, म धनी बन्न आवश्यक सबै कुरा सिकिरहेको छु। यसमा त अनन्त सम्भावना छ, होइन र? यसले तपाईँलाई अगाडि बढ्न प्रेरित गर्छ। ल सोच त बदल्यौं, तर त्यो नयाँ सोचलाई दिमागमा कसरी बलियो बनाउने त? हो, यो पहिलो भागको अन्तिम अध्यायमा लेखकले एउटा एकदमै पावरफुल टुलको बारेमा कुरा गरेका छन्। हामी जे बोल्छौं हामी त्यही बन्छौं। यति सरल छ यो। हाम्रो शब्दले हाम्रो अवचेतन दिमागलाई कमान्ड दिन्छ। जब हामी एउटै कुरामा विश्वास गरेर त्यसलाई बारम्बार दोहोऱ्याउँछौं, हाम्रो दिमागले भन्छ, ओके, यही नै हो सत्य। बिस्तारै त्यो बोलेको कुरा हाम्रो पहिचान बन्न थाल्छ। त्यसैले लेखकले एउटा शक्तिशाली घोषणा अर्थात् डिक्लेरेसन दिएका छन्। हरेक बिहान ऐना अगाडि उभिएर आफ्ना आँखामा हेरेर पूरा आत्मविश्वास र भावनाका साथ भन्नुहोस्, मसँग करोडपतिको सोच छ। सुरुमा यो अलि अनौठो लाग्ला, हाँसो उठ्ला, तर जब तपाईँ यसलाई ऊर्जाका साथ बारम्बार दोहोऱ्याउनुहुन्छ, तपाईँको दिमागले यो नयाँ वास्तविकतालाई स्वीकार गर्न थाल्छ र तपाईँको व्यवहार, तपाईँको निर्णयहरू पनि त्यही अनुसार परिवर्तन हुन थाल्छ। यो थियो हाम्रो पहिलो एपिसोडको यात्रा। यो तपाईँको आर्थिक रूपान्तरणको जग हो, जुन तपाईँको पहिलो पाइला बन्न सक्छ। अन्त्यमा आजको यो सबै छलफलको सार एउटै हो। यदि तपाईँ आफ्नो आर्थिक अवस्था बदल्न चाहनुहुन्छ भने सबैभन्दा पहिलो र महत्त्वपूर्ण काम पैसाको पछि लाग्नु होइन, आफ्नो दिमागको अवस्था बदल्नु हो। आजको यो छलफलपछि पैसालाई लिएर तपाईँको सबैभन्दा गहिरो सोच कस्तो छ जस्तो लाग्छ? कमेन्टमा लेख्नुहोस् है। तपाईँको कुन चाहिँ पुरानो विश्वास आज तपाईँले चिन्नुभयो? खुलेर शेयर गर्नुहोस्। हामी सबै एकअर्काबाट सिक्न यहाँ छौँ। यो थियो सिक्रेट अफ द मिलिनियर माइन्डको पहिलो पाइला। यदि यो भिडियोले तपाईँको सोचमा सानो पनि हलचल ल्यायो भने यसलाई लाइक र शेयर गर्न नभुल्नुहोला। अर्को एपिसोडमा हामी अझै गहिराईमा जानेछौँ। धनी र गरिब मान्छेको सोचमा के वास्तविक फरक हुन्छ, हामी 17वटा बुँदामा छलफल गर्नेछौँ। त्यसैले सँगै रहनको लागि फलो गर्नुहोला। आफ्नो सोच बदल्नुहोस्, तपाईँको जीवन बदलिनेछ। आजको लागि धन्यवाद।